यो लोकेसन चाहिँ कहाँ हो यार? यता पुरै जङ्गल छ। लोकेसन यहाँ देखाउँदैछ। कहाँ जानु? यहाँ बाटै छैन यार। कस्तो कस्तो मान्छे हुन्छ भने फोन गऱ्यो भने फेरि लोकेसनमा आउनु न भन्छ। कहाँनिर हो भन्दा नि भन्दैन क्या। अब यस्तो जङ्गलमा आएर हेर्नु त फसेन त। यस्तो जङ्गलभित्र कहाँ के गरेर आएको? जङ्गलमा चाहिँ जङ्गलको लोकेसन हालेर जङ्गलमा आउनु रे भन्छ। जङ्गलमा छु आउनु नि भन्दैन, फेरि लोकेसनमा मात्रै आउनु भन्छ कि। कहाँ हो भनेर सोद्धा नि लोकेसनमा आउनु। कस्तो कस्तो कस्टमरहरू हुन्छ खातै सोच्छ जस्तो छ यार राइडरहरूलाई त। आज झन् 3 महिनापछि एक दुईवटा राइड हालेर टाइम पास गर भनेर निस्केको यस्तो ठाउँमा। अन्त बाटो माथि बोलाइदिएर अब म क्यान्सल नि गर्दिनँ, एक्सेप्ट नि गर्दिनँ। फोन गर्दा है कस्टमरसँग कुरा गरौँ है। हेलो हेलो हजुरको लोकेसन त यहाँ पुरै जङ्गलतिर देखाउँछ त। हेलो हजुर कहाँनिर हुनुहुन्छ? म त यहाँ तपाईँको लोकेसनतिर जाँदै थिएँ कि। यो यता लास्ट गाउँको बाटो, यो पुरै बिग्रेको बाटो, यो बाटैबाट माथि आएको, त्योभन्दा माथि बाटै छैन। तपाईँ भएको ठाउँको नाम त भन्नु, कहाँनिर हुनुहुन्छ? हसनटार? हसनटार भनेको कता रहेछ त फेरि? हेलो बाबु कान्छा, हसनटार भनेको कता हो? कता मासतिर? यहाँ म अघि नै गएकोतिर। तपाईँकोतिर त यहाँ म यताबाट आएको छु, बाटै छैन यहाँबाट। हेलो हजुर कुन यो खोला किनार साइडको सानो बाटो, कच्ची बाटो भन्नुभयो हो? अनि त्यहाँ यो बाटोको माथि टपमा हो तपाईँ? ओहो, त्यहाँ त कसरी पुग्छ त हो? माथि माथि पुगेर रिटर्न भयो म। त्यो मान्छेहरू पाल हालेर बसेको छ होइन? मान्छेहरू पाल हालेर बसेको छ नि, त्यहाँनिर बनाउन लाग्छ क्या। त्यहाँबाट बाटै छैन। ए भयो क्यान्सल गरिदिनु, नचाट्नु त्यत्तिकै। कहाँ यहाँ जङ्गलमा लोकेसन हालेर यार टाइट। कस्तो बनाउँदैछ आन्टी। अलिकति तल आयो नि हुन्छ नि। हेर्नु त यहाँ म वहाँबाट आएर यत्रो यो कच्ची बाटोमा। त्यही भने फोन नै अघिसम्म त फोनै लागिरहेको थिएन, अहिले आफै गरेको। त्यसले डाँडो गाडिसक्यो यहाँ यत्तिकै। कहिले यता कहिले उता दुईवटा यस्तै मान्छे परिसक्यो क्या मलाई यार। 4-5 किलोमिटर यत्तिकै हिँडिसकेँ म। साइकोहरू हुन्छ भने यार हान्दिउँ के हो एकलाट अफरोडिङ। क्यान्सल गऱ्यो है। अफरोडिङ हान्दिउँ न ल।
कस्तो साइको मान्छे भने अब बाइक कुदाउन सजिलो हुन्छ साँच्चै के हो यार। जहाँ जग्गाहरू जङ्गलमा बोलाउँछ भने यार यस्तो त बाटो छ यहाँ जान्छ। यस्तै मान्छेले गर्दा मलाई बाहिर निस्किन मन लाग्दैन कि यसो यो राइड साइड हान्नै मन लाग्दैन भने साइकोहरू भेटिन्छ यत्तिकै प्रफिट हुन त अलग कुरा हो। आफ्नो पेट्रोलको पैसा नै आउँदैन क्या। यस्तै 4जना भेट्यो 2जना भेट्यो 2 दिन अरू भेट्यो अन्त दिनभरि हो। अहिले फेरि महँगाइ कस्तो छ कहाँको आयो फेरि मासला यो याङ्गो पनि ट्याङ्गो रहेछ यार। कसले त गर्दिन हो यो याङ्गो स्याङ्गो आज लास्ट हो। फर्स्ट सुरुवात नहीं आज अंत नहीं आता क्या याङ्गो घरबाटै गर्ने जस्तो छ बाटो पनि। बाटोमा बच्चाहरू पहिला मार्गबाट 5.8 किलोमिटर ठिकै हो। तर जानलाई चाहिँ 1.9 जाँदिन वक्क लागिसक्यो जाँदिन। एउटा राइड आएको छ कि मैले होइन निस्केको 12 बजे हो 1 बजिसक्यो। एउटा राइड 6.9 1.7 कता रहेछ सुन्नु ए उठाउनु पर्ने थियो यार। ट्राई गर्न आइदिएको क्या यो याङ्गो कस्तो छ के छ अहिले आएर भनेर तर बेकार लाग्यो है। योभन्दा बरु इनड्राइभ पठाउने छ। Try to do this.